हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। हामीले रिसेन्टली चाहिँ टाइप्स अफ अन्टरप्रेनरहरूको बारेमा स्टडी गरिरहेको थियौँ होइन। मेनली चाहिँ के हो भनेर मैले हजुरहरूलाई भनि नै सकेको छु। अब रादर देन द्याट हजुरलाई इन्ट्रेस्ट छ होइन, अझै बढी जान्नु छ, इक्जाममा फर्दर एक्सप्लेन गर्नु छ, इफ टाइप्स अफ इन्टरप्रेनर 15 मार्क्स 20 मार्क्समा आयो भने त अलिकति लामो एक्सप्लेन गर्नु छ भने चाहिँ यहाँनिर छोटो 4-5वटा अरूहरू पनि छ होइन। अब अन द बेसिस अफ अन्टरप्राइज भन्छ, स्मल स्केल अन्टरप्रेनर, लो इन्भेस्टमेन्ट हुनुपर्छ, स्मल टिम भइपुग्छ होइन, लोकल लेभलको फोकस हुन्छ कि सानो सानो किराना पसलहरू जस्तो बुझौँ न होइन। अब लार्ज स्केल अन्टरप्रेनर भनेको चाहिँ काइन्ड अफ भाटबटेनी स्टाइल बुझौँ क्या, म्यासिभ क्यापिटल चाहिन्छ, अन्त पछाडि काइन्ड अफ ग्लोबल रिच हुन्छ होइन, लार्ज फोकस हुन्छ उनीहरूको होइन। अर्को भनेको अब इन्डस्ट्रियल इन्टरप्रेनर भन्छ, फोकसेस अन म्यानुफ्याक्चरिङ एन्ड टर्निङ र मटेरियल इन्टु गुड्स भन्छ होइन। इन्डस्ट्रियल अन्टरप्रेनर्सहरूको चाहिँ सर्भिस अन्टरप्रेनर्स भनेको चाहिँ सेल्स इन्टेन्जिबल स्किल्स होइन, लाइक भिडियो लेक्चरहरू पठाउनेवाला टिचरहरू हुन्छ नि, अनलाइनमा कोर्सहरू बेच्नेवाला हो, त्यस्तोहरू चाहिँ सर्भिस अन्टरप्रेनरमा परे होइन। अनि अर्को हुन्छ बिजनेस अन्टरप्रेनर, द कोअर्डिनेटर हु स्पोर्ट्स अ मार्केट ग्याप एन्ड बिल्ड्स अ ब्रान्ड भन्छ क्या। बिजनेस अन्टरप्रेनर भनेको चाहिँ अब ठ्याक्कै उसले काम गरिरहेको छ एउटा कम्पनीमा, यो चिज त बुझेको छैन। जस्तै कतिजना प्रोटिनहरूको प्लान्ट प्रोटिनहरू बनाउँछन् नि अहिले, पहिले त अब प्लान्ट प्रोटिन बनाउँदैन थिए होइन। अब अहिले ठ्याक्कै अब कतिजना मान्छेहरू भिगन हुन्छन्, के हुन्छन् होइन। अनि त्यसरी अब त्यहाँनिरको कोही प्रोटिन कम्पनीमा काम गर्ने ब्रान्ड म्यानेजरहरूले इन्ट्रोड्युस गर्यो होला, उसले त्यो ग्याप अन्डरस्ट्यान्ड गरेर त्यो प्रोडक्ट लन्च गर्यो होइन। अब यस्तै छ, हजुरहरूले बुझ्नु नै भयो होला। थ्याङ्क यू।